हेलो नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल पुकु ब्लगमा फेरि पनि स्वागत छ हजुरलाई मेरो न्यू ब्लगमा। म एकदमै सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा यो ब्लग स्टार्ट गर्दैछु। अनि आज चाहिँ सोमबार भयो होइन, शनिबारदेखि स्टार्ट भयो हाम्रो साँझबाती अनि दियोबाती होइन, थानमा जानुपर्ने हुन्छ वैशाखको लागि। अनि वैशाखमा मेला हुन्छ नि त, अनि मेला हुनुभन्दा अगाडि हाम्रो 3 दिन पूजा हुन्छ, थानमा जानुपर्ने हुन्छ। दियो लिएर माटोको चिराग बनाएर अनि त्यहाँ गएर पूजा गर्नुपर्ने हुन्छ, आफ्नो घरमा पनि साँझबाती देखाएर अनि त्यहाँ जानुपर्ने हुन्छ। सो आज चाहिँ लास्ट डे हो साँझबातीको। अनि शनिबारदेखि नै स्टार्ट भएको, त्यो दिन चाहिँ म केही गर्न पाइनँ, मतलब भिडियो बनाउनु पाइनँ। साँझबाती त मै दिन्छु, मेरो मम्मी आफ्नो काममा बिजी हुन्छ होइन, अनि मेरो पसल छ नि त। अनि सो घरको सबै काम चाहिँ मेरै जिम्मेवारी हो। अनि भिडियो बनाऊँ भनेर सोचेको थिएँ होइन। सो अनि आज चाहिँ म लास्टको दिन साँझबाती बनाउँदैछु, आज लास्ट डे। अनि 3 दिनदेखि हाम्रो घरमा केही माछा मासु ल्याउनु हुँदैन र खानु पनि हुँदैन। अनि जहिले नुहाएर चाहिँ अनि साँझबाती दिनुपर्ने हुन्छ अनि लगातार। अनि कोही हुन्छ नि त, एक दिन नुहाएँ अर्को दिन नुहाएन भने साँझबाती दिँदा हुन्छ, त्यस्तो हुँदैन। अनि हाम्रो चाहिँ यहाँ साँझबातीको दिन जहिले नुहाएर साँझबाती दिनुपर्ने हुन्छ, बेलुकातिर थान जानुपर्ने हुन्छ होइन। अनि अहिले चाहिँ 8:30 बजेको छ अनि म चाहिँ खाना पकाउँदैछु, आधी खाना पाकिसकेको छ होइन। अनि दिनभरिमा चाहिँ आज के हुन्छ भनेर सबै यहाँ म भिडियो गर्नेछु, तपाईँहरू हेर्दै जानु होला के कस्तो हुन्छ होइन। मैले रात मोलेर अनि 3टा लुगा थियो, म लुगा सुकाउँदैछु। अब खाना खानुपर्ने हुन्छ, अब खाना खाने टाइम। अनि खाना खाइसकेर अनि बुवालाई पनि खाना पुऱ्याइदिनु पर्ने हुन्छ, मेरो बुवा चाहिँ पसलमै हुनुहुन्छ। अनि मैले पसिसकेको छु आफ्नो लागि खाना। आजको खाना चाहिँ मेरो यही हो, दाल, करेलाको तरुवा अनि आलु चोखा, भात अनि दाल। आज चाहिँ मेरो यही हो खाना। सो गाइज म खाना लिएर जाँदैछु होइन, यहाँ हेर्न सक्नुहुन्छ मेरो बुवाको खाना। अनि आज चाहिँ मेरो प्रोजेक्ट वर्क कम्प्लिट गर्नुपर्ने हुन्छ होइन। अनि आज चाहिँ मेरो माइजूले दिएको छु सोसलको गर्नलाई, प्रोजेक्ट वर्क दिनुभएको छ। अनि भोलि चाहिँ लास्ट हो होइन सब्मिट गर्ने, अनि कलेज जानुपर्ने हुन्छ भोलि। अनि आज चाहिँ सबै कम्प्लिट गरिसक्नुपर्ने हुन्छ। सेट 1 देखि 5 सम्म छ, 5 सम्म छ होइन, धेरै छ अनि धेरै गर्नुपर्ने छ। सो आज कम्प्लिट गर्नुपर्ने हुन्छ मलाई। मेरो पसल आइसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ, यही हो मेरो पसल। मेरो पसल चाहिँ मासुको छ, मेरै नाममा छ फेरि, पिङ्की फ्रेस हाउस भनेर। गाइज म घर जाँदैछु खाना पुर्याएर होइन। अनि मेरो नोटहरू गर्नुपर्ने हुन्छ, आधी बाटो पुगिसकेको छु। हाम्रो वैशाखमा हुनेवाली बेहुली कस्तो छ हाम्रो यो के भन्छ रिसेप्सन पार्टीको दिन लाउने ड्रेस। अलि फेस देखाइनु त, राम्रो आउँदैछ। सो गाइज मैले आधी चाहिँ सकाएँ होइन। यो चाहिँ इकोनोमिक्सको हो, यहाँ हेर्न सक्नुहुन्छ, कम्प्युटरको उता छ राखेको। अनि नेपालीको बाँकी र एकाउन्टको बाँकी रह्यो, त्यो चाहिँ रातभरिमा नेपाली सकाउनु पर्ने हुन्छ। यो चाहिँ बाँकी नै छ इकोनोमिक्सको। अनि गर्दा हालत खराब भएको छ गाइज। अनि बाबाको गर्नलाई घर अल्छी लाग्यो, घरमा निन्द्रा पनि लाग्छ, एक्लै छु नि त। अनि यसै गर्नु सबैजना हुन्छ, अन्त त्यहाँ बसेर चाहिँ अलि राम्रो पनि लाग्छ, कति घाम छ। बाबु
नुनै नै हो Udah kaya lah sudah dari sini pasarnya lebih besar. Jangan deh. Enggak lah, gini loh deh. दिनु भएन रे मस्तिष्कको घरबाट आउँदैछु होइन यहाँ छ अनि औँलाहरू दुखिसक्यो गाइस यति गरेँ नि पुरै दुखिरहेछ औँलाहरू अब एकछिन 1 घन्टा रुक्छु अनि मात्र अब रात बनाउनु बस्छु उठेर 1 घन्टा रुक्छु नसुतेर ल्यापटप पोजिसन मात्रै दिउँसो सुत्नै पर्छ भर्खर सुतेर उठेर 3 बजेको सुतेको मान्छे अहिले 4 बजेर 52 भयो 1 घन्टा सुते गाइस यति अब जिउहा दुखिरहेछ नि बेलुकातिर सुतेको थिएँ र अझै टाउको दुखिरहेछ अब नुहाइसकेपछि अनि मात्र फ्रेस लाग्छु होइन म चाहिँ अनि अब चाहिँ घरको के यो छ मस्काउनु पर्ने म मस्काउँछु अनि मस्काइसकेपछि अनि सबै नुहाएर होइन फ्रेस भएर अनि मात्र म दियो बनाउँछु अहिलेको लागि बाई बाई सो मैले माटो मुसेर डो बनाइसकेको छु यहाँ हेर्न सक्नुहुन्छ आटा जस्तो मुसेर यहाँ यस्तो यस्तो गर्नुपर्छ अनि त्यो चाहिँ मैले बनाइनँ आटा के बीच आटा के नहीं करी छी आटा उटा है तो मतलब भाई से कि वो करे पड़तो नि त दोसर करे पड़तो नि त यार नहीं आटा नै मैदा के कि कुन के बनाउँछ थाहा नहीं सक्ना छ कस्तो होला किन गरेको फर्स्ट बार सिर्दा अहिले त अहिले देखे लाग्न देखे अहिले कुन गरेर खाले भने न भागहरु कतना छोरासँग बोलेछ ओ भी पुरै भाग मुख देखेर कतना छोरा छ लाग्छ हमर डसौदा कोही नहीं जब वो दीदी ओन कर दे तो हमें काम नहीं कर दे हम तो कहीं वो नहीं करते अनि बुझ्यो बोलेको ए कहीं फटाइ सोधे पानी लाके मिला नहीं बालुवा मिक्स मार के दे इधर वो हाल दे ना सो मैले दिया बनाइसकेको छु अब यसमा चाहिँ सेल्टाहरू तेल दिनुपर्छ सो मैले घरमा पूजा गरिसकेको छु होइन हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ दियोहरू रेडी गरेर राखेको छु अनि यहाँ पनि छ हाम्रो ध्वजा मेन ध्वजा देवता अब जानलाई रेडी हामी थान जान लागेको अब सो हामी चाहिँ आइसकेको छौँ यहाँ हाम्रो थान यही हो एउटा यहाँ छ अनि एउटा चाहिँ उता छ देखानी क्या सो गाइस हामी पूजा गरिसक्यौँ हामी सबैजना होइन अब घरतिर लाग्यौँ आधा पुग्नु देवी कस्तो लाग्यो तपाईँलाई आजको भिडियो होइन अनि सबै लास्टसम्म हेरिदिनुहुन्छ होला भन्ने आशा छ किन हाँस्नु भएको आज अनि लाइक गरिदिनु होला सेयर गरिदिनु होला कमेन्ट गरिदिनु होला टाटा बाई बाई